अब यो पछुतो बाहेक केही पनि छैन कि जिन्दगीमा। पछुतो भन्छ नि, यो पछुतोले फेरि जिन्दगी छोड्दैन नि फेरि तपाईँलाई। यो कुरा चाहिँ तपाईँ स्कुल लाइफको। हामी पढ्थ्यौँ ल 10 पास त उहिले 10 to 4 को ड्युटीबाट सकियो। न कुनै टेन्सन थियो। स्कुलमा होमवर्क सरले बढी गर्ने, सर होमवर्क कति दिनुहुन्छ, होमवर्क सिद्धार ल्याउने, वा त कुनै घोक्न दियो भने त्यो घोकेर आउने, त्यही नै टेन्सन थियो। दुईटा कुरा, होमवर्क र सरले कुनै कुरा पढ्न दियो भने वा त घोकेर आइज याद गरेर आइज भनेपछि त्यो कुराको दुईटा टेन्सन हुन्थ्यो स्कुल पढ्दा। अझ जब 12 पास गर 12 पढ्न गयो त्यसपछि दिमाग अलिकति बिग्रिन थाल्यो। हाइफाई अलिकति दिमागले हाइफाई गर्न थाल्यो क्या। तपाईँको अब साथीहरूसँग घुम्ने हो कि बाहिर जाने हो कि केटीसँग जाने हो कि आमबुवा छलेर बाहिर बाहिर जाने हो कि गर्नतिर अलिकति मन त्यतातिर पनि लाग्यो। सबभन्दा टर्निङ पोइन्ट नै त्यही रहेछ के। जब हामी 12 पढ्न जान्छौँ नि त्यतिखेर आफ्नो मेन के हो आफ्नो, त्यतिखेर अरूले सम्झाएको कुरा पनि हामीलाई एकदम जहर लाग्छ क्या, जहर। तर अहिले चाहिँ मलाई रियलाइज हुन्छ त्यतिखेर म राम्रोसँग पढेको भए, नबिग्रिकन आफ्नो मन दायाँ बायाँ नगरेको भए, सबै गर्छु भनेर कहिले पनि नसकेको रहेछ कि म यो पनि गर्छु त्यो पनि गर्छु, त्यो केही पनि हुँदैन। न यता न उता हुन्छ नि, त्यस्तै हुन्छ। एउटा कुरामा फोकस गरेर तपाईँहरू त्यो उमेरमा 18 देखि 20 को बिचमा तपाईँले एउटा विषय एउटा बाटो रोज्नु भयो भने तपाईँ अवश्य पनि सफल त हुनुहुन्छ, त्यो मेरो ग्यारेन्टी छ। तर त्यो पोइन्टमा तपाईँ बिग्रिनु भयो भने अवस्था कस्तो हुन्छ मलाई राम्रोसँग हेर्दा हुन्छ। मलाई अहिले यति रियलाइज हुन्छ नि, म केही भन्न पनि सक्दिनँ। अब यो पछुतो बाहेक केही पनि छैन कि जिन्दगीमा। पछुतो भन्छ नि, यो पछुतोले फेरि जिन्दगी छोड्दैन नि फेरि तपाईँलाई।